पाँचजना जेनरलले एउटै सिटी एट्याक गर्ने प्लान बनाएका छन्। भिक्ट्री तब मात्र हुन्छ जब सबैले एउटै समयमा एट्याक गर्छन्। तर समस्या के छ भने केही जेनरल ट्रेटर पनि हुन सक्छन् र उनीहरूले गलत मेसेज पठाउन सक्छन्। अब कसरी थाहा पाउने कि कसलाई विश्वास गर्ने? यही प्रब्लमलाई भनिन्छ बेन्जामिन जेनरल प्रब्लम। हेलो एभ्रिवान, माइसेल्फ प्रवीण बराल। अघिल्लो भिडियोमा हामीले ब्लकचेन ट्रिलीमा के हो, यसका 3वटा पिलरहरू के हुन् र किन केही ब्लकचेनले ब्लकचेन ट्रिलीमा भित्र आफ्नो ट्रेड अफ चुज गर्छन् भन्ने कुरा बुझ्यौँ। आज हामीले बुझ्नेछौँ बेन्जामिन जेनरल प्रब्लम। यो एउटा कम्प्युटर साइन्सको एउटा फेमस प्रब्लम हो जहाँ कोही पार्टिसिपेन्ट डिसअनेस्ट भए पनि सबैले एउटा डिसिजनमा पुग्नुपर्छ, नत्र सिस्टम नै फेल हुन सक्छ। अब जनरललाई नोडले रिप्लेस गरौँ, मेसेजलाई ट्रान्जेक्सनले रिप्लेस गरौँ। ब्लकचेनमा पनि हजारौं नोडहरू हुन्छन्। यदि केही नोडले गलत इन्फर्मेसन पठायो भने नेटवर्कले कसरी सही छान्छ? यसका लागि ब्लकचेनले कन्सेन्सस मेकानिजम प्रयोग गर्छ। कन्सेन्सस मेकानिजम जस्तै प्रुफ अफ वर्क, प्रुफ अफ स्टेक, डेलिगेटेड प्रुफ अफ स्टेक, प्रुफ अफ अथोरिटी, जुन हामीले अघिल्लो भिडियोमा डिस्कस गरेका थियौँ। यही सिस्टमले गर्दा नै अनेस्ट मेजोरिटीको डिसिजन फलो हुन्छ र मेलिसियस नोडलाई इग्नोर गर्छन्। त्यसैले सबै नोडले एउटै ट्रुथमा एग्री गर्न सक्छन्। यदि बेन्जामिन जेनरल प्रब्लम नभएको भए बिटकोइन, इथेरियम जस्तो ब्लकचेनहरूमा ट्रस्ट भन्ने कुरा सम्भव हुने थिएन। तर अब एउटा इन्ट्रेस्टिङ क्वेसन आउँछ, यदि ब्लकचेन यति सेक्योर छ भने हामीले क्रिप्टोहरू कसरी सेन्ड र रिसिभ गर्छौँ र यो ब्लकचेनसँग कसरी कनेक्टेड हुन्छ? यसका लागि युज हुन्छ ब्लकचेन वालेट। ब्लकचेन वालेट भनेको के हो, पब्लिक की र प्राइभेट की के हुन्, यी सबै कुराहरू हामीले नेक्स्ट भिडियोमा बुझ्नेछौँ। यदि तपाईँलाई पनि ब्लकचेन, एआई, टेक कन्टेन्टहरू मनपर्छ भने फलो एन्ड सब्सक्राइब डिकोड विथ प्रवीण। थ्याङ्क्स फर वाचिङ। सी यू इन द नेक्स्ट भिडियो।